हेलो दर्शकबिन नमस्ते, म धीरज थापा। वेलकम टु माई युट्युब च्यानल न्यू डे न्यू भ्लगका साथमा तपाईँहरूसँग आइसकेको छु। आज मैले पोखराको विजयपुर पुलको काम के कति छ भन्ने विषयमा भिडियो लिएर आइरहेको छु। साथीहरू पुरै भिडियो हेर्नु होला, जानकारी लिनु होला। साथीहरू देश विदेशमा हुनुभएका साथीहरूलाई पनि पोखराको विजयपुरको पुलको के कति काम भयो भनेर जानकारी गराउनको लागि म चाहिँ आज पोखरा पुलको विजयपुर पुलको भिडियो लिएर आएको छु। साथीहरू देख्न सक्नुहुन्छ साथीहरू, विजयपुर पुलको काम के कति काम भइरहेछ भन्ने कुरा म तपाईँलाई देखाउँदैछु। यस पुलको आखिरी गडर हालेको दिनको भिडियो पनि मैले हालेको छु। हालेको दिनदेखि आज 1 महिना पनि भएको छैन, तर आज पुरै पुलको 3 फेजमै पुरा ढलान गरेर सकिसकेको छ। साथीहरू भने म तपाईँलाई पुरै पुलको पहिलो ढलान, दोस्रो ढलान र लास्ट ढलानको पनि मैले भिडियो लिएर आइसकेको छु। आज पुरा फाइनल ढलान भइसक्यो। साथीहरू तपाईँले देख्न सक्नुहुन्छ देश विदेशमा बसेर पुरा गण्डकी प्रदेशको पोखरा मुलिन बाटोमा पर्ने विजयपुर पुलको के कति काम भइरहेको छ भन्ने जानकारी दिनेछु। साथीहरू मैले तपाईँलाई के कस्तो बन्दैछ, कहिले सकिनेछ भनेर अब धेरै दिन लाग्दैन साथीहरू है। यो पुरा अब फर्म काम भइरहेको छ, साइडबाट काम पनि सुरु भइसकेको छ भने नन स्टप अब 1-1.5 महिनामा चाहिँ यहाँ माथि गाडी कुर्छ जस्तो लाग्छ साथीहरू मलाई। हेर्नुहोस् है, हल्ला आज ढलान हुने ठाउँ चाहिँ यहाँबाट साथीहरू सेतो पेटी देखिएबाट सर्लक्क दायाँ बायाँ नहेरिकन सर्लक्क बायाँ बायाँ जानुपर्छ साथीहरूसम्म आज गरेको छ। साथीहरू त्यो खोल्यो, अब त्यति गर्छ फेरि उता अर्को हाल्नु। चिल्लाउने पनि नछन् है। तपाईँले देख्न सक्नुहुन्छ अहिले पनि पुल माथि ढल्ने काम निरन्तर जारी नै छ। अब 2 गाडी माल हालेपछि सकिन्छ साथीहरू है। अब 2 गाडी माल हालेपछि सकिन्छ। अब तपाईँले देख्न सक्नुहुन्छ अगाडि मैले जुम गरेर देखाइरहेको छु तपाईँलाई। ढलानबाट माथि फेरि माल आएको पनि गाडीबाट माल फाल्दै गरेको र माल काम गर्दै गरेको काम तपाईँले देख्न सक्नुहुन्छ। अहिले जारी नै छ भने आज फाइनल ढलान काम सकिन्छ साथीहरू है। भने अब 2 महिनापछि यसमाथि लगभग 1 महिना 1.5 महिनापछि गाडी नै हिँड्छ जस्तो छ है साथीहरू है। त्यो गाडी हिँडिसकेपछि पनि मैले तपाईँले आज विजयपुर पुलमा गाडी स्टार्ट भयो भने भिडियो ल्याउने छु। भने आज योभन्दा पहिलो भिडियो पनि मैले पोखरा एयरपोर्ट न्यू एयरपोर्ट अगाडि पुरा पिच भएको भिडियो हालिसकेको छु, त्यसमा पनि गएर हेर्न सक्नुहुन्छ साथीहरू। सबैले ध्यान लानुपर्छ छैन।
हुन्छ धान केही गेडै हुँदैन त्यो अन्न भनौँ न अहिले थियो सबै बेचेर पन्ध्र घर भने डाँडा जस्ता जस्तै खेती हुँदैन कसले गर्ने चिन्ता छैन नेताहरूबाट नै त नेताले बिगारेको के कस्तो गुल्डियो लाग्छ यार
पश्चिम साइड अघि पूर्व साइडबाट देखाइरहेको थिएँ भने मैले अहिले पश्चिम साइडबाट देखाइरहेको छु। पुलमा यो मान्छे हिँड्ने फुटपाथ हो र अनि गाडी हिँड्ने पुल अलग अलग छ साथीहरू है। यो चाहिँ फुटपाथ भयो अनि यता दाहिनेपट्टिको चाहिँ के भयो गाडी हिँड्ने ठाउँ छ साथीहरू। फुटपाथ एकदम ठुलो बनाएको छ साथी, एकदम बलियो ठुलो सेम पुल नै हो साथीहरू। यो पुलको ढलान र यो ढलान बराबरै छ। फुटपाथ एकदम चाक्लो छ, लगभग एउटा ट्याक्सी त रैँ दौडिन्छ साथीहरू यसमा है। भने पहिलाको पुरानो काठमाडौँ जाने पुल पनि देखेको छ साथीहरू, नजर लाउँदै गर्नु होला। हामी हिँडेको काठमाडौँ पोखरा जाने पहिलाको पुरानो पुल पनि देखेको छ। मान्छे नि ठुलै छ है साइडमा भने अगाडि बिजेपुर हो भने हामी अहिले चाउती यता पोखरा आउने बाटोतिरबाट खिचिरहेको छु है। मैले पोखरा आउने बाटोतिरबाट मैले खिचिरहेको छु साथीहरू अहिले है। भाइ दुईवटा गाडी मजाले युज हुन्छ यो पुल पनि यति चल्न दिन्छ होला त्यो नि हो नि, मर्मत गरेर चलाइदियो त भयो। ल साथीहरू, हजुरहरूले हेर्न सक्नुहुन्छ यो फुटपाथ अब यता पश्चिम साइडतिरबाट खिच्दैछु भने फुटपाथ पनि देखाउँछु र गाडी हिँड्ने बाटो पनि देखाउँदैछु म तपाईँहरूलाई भनेदेखि हेर्न सक्नुहुन्छ साथीहरू है। राम्रोसँग हेर्नु होला के कस्तो भइरहेको छ भन्ने हेर्नु होला। अनि यो भिडियोलाई लाइक कमेन्ट सेयर गर्नु होला भने च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला साथीहरू। अनि छेउको बेल आइकन टङ्ग बजाइदिनु होला र यो डिबिआर नेपालवादी च्यानललाई हजुरहरूले माया गरिराख्नु होला भन्दै म हजुरहरूसँग बिदा हुन चाहन्छु। हजुरहरू पनि स्वस्थ मस्त रहनु होला, स्वस्थ रहनु मस्त रहनु व्यस्त रहनु होला भन्दै यस्तै नयाँ भिडियोहरू म लिएर आउनेछु। हस्त थ्याङ्क यू सो मच, धन्यवाद है साथीहरू। हामी त घर यहाँ आएर हेर्न मन लागिहाल्छ कि है। हजुर घर कहाँ सर? सिन्धुली हो घर त अहिले त यहाँ माथि हो गएर सिन्धुली घर कुन ठाउँमा हो र? सिन्धुली कुन ठाउँमा? सिन्धुली चौकमा त्यो आकाश मुनालको घरतिर जाने होइन? हजुर म सुपर ट्याक ब्यारेक बसेको हो क्या, म आर्मीमा जम्मै थाहा क्या सिन्धुलीको त। उता पानी ट्याङ्की स्याङ्की यताउति चकमकी केटाहरू थियो साथीहरू हाम्रो। थिङ छ क्या त्यतातिर बढी एउटा थिङ थियो हाम्रो। म त 5 वर्ष जति बसेँ होला सिन्धुली। अहिले यतै घर बनाउनु भएको, यतै बिहा गरेर?